ठ्याक्कै ल यति बेला निकै उत्साहजनक वातावरण यति बेला बनेको छ। हाम्रो वडा अध्यक्षज्यू पनि आउनुभएको छ, विवेक राईज्यू हो। सपोर्ट हामीले जहिले पनि हुन्छ। नेपालीको हाम्रो मेयर साहब हाम्रो बैठक बसेर सबै कुराहरू बसेर समन्वय भएर यो कुराहरू भइरहेको छ। सहकारी समन्वय भयो भने जहिले पनि के अरे साथमा साथ सहयोग हामीले दिन्छौँ, दिइरहेको पनि हो। तर खै त अब आधिकारिक रूपले हाम्रो अब कसरी हुन्छ हामीले त गर्दाखेरि पनि त सबै कागजहरू मिलेको छ क्या यस्तो है। यो पालि चाहिँ कार्यपालिका होइन, यसपालि चाहिँ मेयर हाम्रो वडा नम्बर 10 को अध्यक्षको सबै क्या चिठी पठाउनु भयो मेयर साहबले मलाई होइन। चिठी लेखिदिएको छ मेयर साहबले, यसरी आयो मैले को आएको छु होइन। यो कुराहरूले गर्दाखेरि चाहिँ सबै कुराहरूमा चाहिँ हामी यसपालि चाहिँ कागजीहरू कानुनीहरू विधा उसमा चाहिँ सबै अमल छ होइन। यसरी भयो भने जहिले पनि हामी तयार होइन। सर अस्ति हजुरले स्टोनबाजी भन्दै हुनुहुन्छ नि, यहीँ बसेर के हो खास दिन चाहिँ अब यस्तो अहिले तपाईँको जेसिबी चलिरहेको छ। अब अहिले जेसिबी चलिरहेको छ नि त। हजुर अब यो यहाँ त हाम्रो जेसिबी छिर्छ होइन। अब यसमा सबै कुरा यहीँ छ क्या। मैले मेयर साहबलाई तोक हालेर भनेको छु, गिटी बालुवाहरू कहाँदेखि आउने के आउने यो स्रोत सबै मेयर साहबलाई खुलाइदिनु के भनेर मैले सबैलाई भनेको छु। मेयर साहबले चिठी पठाउनु भयो, मैले निर्णय गराइदिएँ। यहाँदेखि मैले उपभोक्ताको सबै गराइदिएँ होइन। यो सबै छ अनि त्यहाँदेखि उपभोक्ता समिति गठन गरिदिनु भनेर भन्नुभयो मेयर साहबले। मैले उपभोक्ता समिति पनि गठन गरिदिएँ। यो कागजी रूपमा सबै भए पछाडि यो काम सुरु भयो क्या। सहकार्य भनेको यो तरिकाले हुनु पर्यो होइन। अस्ति पनि यही भएको भए हाम्रो यो लफडाबाजी यो केही हुँदैन क्या। हजुर यो कागजी काम त भयो, सबै जानकारीहरू सबै जस्तै यो ड्रेन तुरुन्त निर्माण गर्नु पर्ने आवश्यक छ। अब यो कागज निर्माण गर्नुन्जेल त हामीलाई यहाँ अर्को क्षति भइसक्थ्यो होइन। त्यो कारणले गर्दा पनि तुरुन्त काम भएर यो कागजी प्रोसेस पछि गर्दा के फरक पर्थ्यो? यसमा यस्तो हुन्छ नि त। अब यही कुराहरू क्या, यो सामानहरू कहाँदेखि आउने भन्ने कुराहरू होइन। सबै स्रोत व्यवस्थापनहरू त सुरुमा गर्नु पऱ्यो। गर्नु त गर्ने, किन्नु त किन्ने सामान भोलि तिर्ने बेला कहाँदेखि तिर्ने बजेट चाहियो होइन। बजेट छैन। यही कुराहरूदेखि सबै कुराहरू चाहिँ यसपालि सहकार र नगर प्रमुख वडाध्यक्षको र टिएलओको सबै कुराहरू कागजी रूप हामी पूर्ण रूपमा सफल छौँ होइन। त्यो भएको कारणले गर्दाखेरि हाम्रो यसमा अब यसको अनुगमन समितिको संयोजक मै छु, वडा नम्बर 10 को अध्यक्ष बसेको छु। यसमा यो सबै कुराहरू छ। मेयर साहबसँग पत्र गएको छ, नगरपालिकामा गएको छ। अब त्यस पछाडिको यो आर्थिक 82-83 के गर्ने भनेर हामीले नगर प्रमुखलाई लिएका छौँ। यहाँ सबै पत्रहरू छ। त्यहाँदेखि हामी फेरि प्रमुख प्रशासकीय अधिकारी लिएका छौँ। 82-83 को आर्थिक वर्षमा के गर्ने यो बाटोको लागि। त्यहाँदेखि फेरि योजना शाखामा हामीले लिएका छौँ। यो सब कुराहरू हामीले निर्णय गरेर यो कसरी चाहिँ आयो मैले यहाँ तोकै लगाइदिन्छु होइन। प्रशासन सचिव चाहिँ नगर प्रमुख प्रशासकीय अधिकृत योजना महाशाखा सिफारिस गर्ने भनेर यो खालके हुन्छ नि त। हाम्रो त हामीले खेल्ने भूमिका एउटा प्रोसेस स्थानीय सरकारको हामीले सबैले अवलम्बन गर्नुपर्छ होइन। तर यसपालिको म एकदम सन्तुष्टि छु किनभने उहाँले पनि हामीलाई अध्यक्ष गरेर सहकार्य गरिदिनु भयो नि त होइन। अब त्यो भयो भने उहाँकै हामी हाम्रो ठाउँ बन्ने हो होइन। हाम्रो ठाउँभन्दा सबै जनप्रतिनिधिहरूले एकजुट भएर गरेको राम्रो नि त होइन। अब यो उहाँले पनि हामीलाई मानिदियो भने हामीलाई अध्यक्ष भनेर सहकार्य गर्छ हामी तयार हो नि त होइन। हामीले पनि फेरि यहाँको टिएलओलाई मान्नुपर्छ होइन। म उहाँको अध्यक्ष हो तर मैले पनि मेरो टिएलओलाई त मैले मान्नु पऱ्यो नि त। उहाँहरूसँग पनि सहकार्य गर्नु पऱ्यो नि त होइन। त्यो चाहिँ अब माथि नगरदेखि वडादेखि टिएलओ यो 3टा तह चाहिँ जोडिएर अहिले यो काम भइरहेछ। अब अरू अब अहिलेको हालत अहिलेको व्यवस्थापन अनि हजुर अब अहिले आउनु भएर श्रमदान भइरहेछ, हजुर पनि श्रमदानमा लाग्नुहुन्छ? अब मेरो चाहिँ म चाहिँ अब श्रमदानमा लागेर भन्दा मेरो त अब वडामा केही समय त्यो हेर्ने तल देउराली चोकमा काम भइरहेछ। त्यहाँ पनि मेरो हरेक करिडोर काम भइरहेछ। त्यहाँ पनि पुग्नुपर्छ। वडामा सिग्नेचर गर्नुपर्ने हुन्छ होइन। अब यतापट्टि पुष्पलाल मैना क्याम्पसमा आज भर्खर साइड देखाएर आयो होइन। भोलिदेखि त्यहाँ पनि कामहरू हरेक करिडोरको हाम्रो रेलिङको कामहरू हुँदैछ। अब यो धर्मपक्षमा हाम्रो जेब्रा क्रसहरूको उयसको कामहरू हुँदैछ। अब पैसा यतिखेर बजेटै यतिखेर आउँछ वडामा। अब काम नगर्दाखेरि अब हामीले काम गरेनौँ भन्ने जस्तो देखिन्छ। तर बजेटै त्यतिखेर आएपछि
हामीले पाउने समय पनि यही हो क्या सर त्यतिखेर चाहिँ आज हजुर बोल्दा बोल्दै एउटा एक दुईवटा ढुङ्गा हजुरले श्रमदान यसो गरिदिनु भयो भने धेरै उत्साहित हुने थियो सर एकचोटि गरिदिनुहुन्छ कि मैले त्यो गर्नै भने र हजुर गर्ने भने गर्दैन सबैजना उत्साह हुने एउटा सन्देश अब यो भन्दै कि अब ढुङ्गा मुजुक होइन एउटा श्रमदान यो चाहिँ फेरि म श्रमदान पनि एउटा पर्दैन क्या तपाईँको अब लाग्ने बजेटमा सबैभन्दा ठुलो खर्च श्रमदानले बिहान गरेर के भए पनि अब हाम्रो अध्यक्षजी यहाँ आएर यतिको सपोर्ट गरिदिएकै हो हामीले यो कुराहरूमा भोलिको दिनमा मेरो कार्यकाल सकिँदाखेरि पनि मैले अख्तियारी कता अदालतहरू कता सिडिओ कार्यालय धाइराख्नु परोस् क्या त्यो भएर म चाहिँ यसमा अबोल हो कानुनी चाहिँ म कागजले कारणले गर्दाखेरि कागज बोल्ने हो हाम्रो आफ्नो कार्यकाल सकिँदाखेरि पनि खुल्ला हिँड्नु पाउँ न होइन त्यो भएर हिसाबले चाहिँ त्यही हो क्या यो म नाच्ने गाउनेहरूमा हाहीमा त्यो खालकोदेखि अलिक छुट्टै खालको छु नि त त्यो खालको नेचरको छैन आफ्नो नेचर हो नाच्ने गाउनेहरूमा म त्यो खालमा अगाडि छुइनँ होइन त्यसले गर्दाखेरि दुईवटा ढुङ्गा पुग्दाले त केही फरक पर्दैन अब यो हामीहरू सुन्नु अब यहाँ दर्शकबिन्दुहरू यति बेला ठ्याक्कै हाम्रो वडा अध्यक्षज्यू पनि आउनुभएको छ धेरैजना उत्साहित छन् यति बेला उहाँले निरीक्षण गर्दै हुनुहुन्छ काम कस्तो भइरहेको छ भन्ने कुरा यति बेला निरीक्षण उहाँले गर्ने कामहरू गरिराख्नु भएको छ म ठ्याक्कै धरान 10मा छु अघिसम्म आउनुभएको थिएन हाम्रो वडा अध्यक्ष त्यसकारण मैले भनिरहेको थिएँ उहाँ आउनुभएको छैन भनिरहेको थिएँ तर जे भए पनि उहाँ आउनुभएको छ एकदमै सबैजनालाई उत्साह मिलेको छ यति बेला एकदम खुसी लाग्दो दर्शकबिन्दुहरू यति बेला ठ्याक्कै हाम्रो मेयरहरूको स्याम्पाङ चाहिँ पुरै नाच्दै हुनुहुन्छ यहाँ ल हेर्नुहोस् होइन जान्छु अब यहाँ मेयरको स्याम्पाङ नाच्दै हुनुहुन्छ ल आउनु